हेलो साथीहरू, स्वागत छ मेरो न्यू भ्लगमा। मलाई भ्लग बनाउनु चाहिँ सानैदेखि 4-5 क्लासदेखि नै मन पर्थ्यो। अहिले चाहिँ म 10 कक्षामा पुगेर भ्लग बनाउन पाउँदैछु र खासै बोल्न त आउँदैन, त्यही पनि प्र्याक्टिस गर्दैछु। मेरो नाम चाहिँ एलिस राई हो। मेरो जन्मस्थल चाहिँ खोटाङ बोपुङ हो र आज हामी चाहिँ हावा खाँदै डाँडामा बसिरहेको छौँ र यो भिडियो चाहिँ कहाँदेखि हेर्दै हुनुहुन्छ प्लिज कमेन्ट गर्नुहोला। र हेलो साथीहरू, आज चाहिँ म बाँदर रुँग्दैछु र बाँदरहरू आइसकेर मकै खाइसके। अब चाहिँ बाँदरहरू आयो भने कुटी पठाउने हो र आज चाहिँ दह्रो घाम लागेको छ, त्यसैले डाँडामा बसिरहेको छु साथी हो। यो चाहिँ हाम्रो डाँडा, हावा खाने डाँडा हो। आज चाहिँ मेरो होलिडे हो, भोलिदेखि स्कुल जान्छु होला र आज जति गर्नु छ घरमा सघाउने हो। यता वस्तुहरूलाई घाँस काट्नु छ, बिहानै घाँस काटेर भात खाएर बाँदर रुँग्दैछु र यति मेरो घाँस छ र मेरो ड्रेसहरू पनि धुनु छ र ड्रेस धोइसकेर खेल्न जाने हो। साथीहरू, हामी भलिबल पनि खेल्छौँ। प्लिज यो भिडियोलाई सपोर्ट गर्नुहोला। हामी अर्को भिडियोमा चाहिँ खेलेको भिडियो हाल्नेछु। हाम्रो टिम चाहिँ सानो टिम भए पनि कडा खेल्ने भाइहरू। अब चाहिँ साथी हो, लुगा धुनेतिर लाग्नुपर्छ। अनि घाँस काट्नु छ वस्तुहरूलाई र खेल्नु जानु छ। हाम्रो पानी चाहिँ कम थोरै आउँदैछ।